नमस्कार, श्रमिक खबरमा हार्दिक स्वागत छ। नेपाल ट्रेड युनियन महासंघ जिफन सहयोग समूह कतार र जिफन अध्यक्ष बीच जेठ 23 गते कतारको दोहामा प्रवासी श्रमिकहरूको समस्या र समाधानका बारेमा छलफल भएको छ। त्यसैगरी सोही दिन जिफन सहयोग समूह कतार बारबाल बाराहा एरिया कमिटीको प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ। जिफन सहयोग समूह कतारका अध्यक्ष समुद्र खड्काको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष नमराज साई, सचिव गिरिधर लामी र सल्लाहकार भीम तामारू मगरले प्रशिक्षण दिनुभएको थियो। जिफन आबद्ध इम्प्रेसन नेपाल एनसेल कर्मचारी ट्रेड युनियनको नियमित सामूहिक सौदाबाजी प्रक्रियामा युनियनलाई व्यवस्था गर्दै व्यवस्थापकबाट एकलौटी रूपमा आफ्नो निर्णय लागू गराउन प्रयास गरिरहेको सन्दर्भमा युनियन पदाधिकारी, जिफन र इम्प्रेसन नेतृत्वबीच आगामी रणनीति र योजनाबारे छलफल भएको छ। छलफलमा जिफन उपाध्यक्ष जनक चौधरी, सचिव महेन्द्रलाल श्रेष्ठ लगायतका इम्प्रेसनका नेतृत्वको पनि सहभागिता रहेको थियो। यो कम्पनी कर्मचारी अथवा चाहिँ कसैको लागि पनि राम्रो होइन, कम्पनीको कार्य वातावरण नबिग्रियोस्, सबै कुराहरू चाहिँ मिलेर सहमतिमा अगाडि बढ्दाखेरि कम्पनीको भविष्य, कर्मचारीको भविष्य सबैको राम्रो हुन्छ भन्ने चाहिँ यस ट्रेड युनियनले विश्वास गर्छ। सो हामी आह्वान अझै पनि गर्छौँ के भने उहाँहरूलाई आधिकारिक रूपमा वार्ता गर्न आउनुहोस्। भोलि गएर वार्ता गर्न आउने जो आउनुहुन्छ उहाँ चाहिँ अख्तियार प्राप्त व्यक्तिहरूसँग वार्ता गर्छौँ। भोलि गएर उहाँसँग भएको सहमति चाहिँ फेरि उहाँको अधिकारभित्र पराएन। यो तपाईँले गरेको सहमति चाहिँ उहाँ मैले पठाएको व्यक्तिले चाहिँ तपाईँहरूसँग सहमति गर्ने अधिकारै छैन भन्ने खालको चाहिँ त्यो भ्रमहरू भोलि गएर चाहिँ त्यो अल्मल्याउने कामहरू चाहिँ नहोस्। आउनुहोस्, वार्ता गरौँ। जसरी निर्देशित गरेको छ कानुन र चाहिँ ऐनले त्यो कुराहरू अनुसारको मर्मभित्र बसेर चाहिँ सामूहिक सौदाबाजी टुङ्ग्याउन चाहिँ अनुरोध। जिफन आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल हुइन सिनो हाइड्रो प्रालीको जेठ 23 गते भेला सम्पन्न भएको छ। जिफन गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा हुइन गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ र सदस्य कृतु परियार लगायतका अतिथिहरूको पनि सहभागिता रहेको थियो। त्यसैगरी लमजुङ जिल्लाको ठुलीबेसीमा रहेको न्यादी हाइड्रो पावर लिमिटेडको जेठ 24 गते सम्पन्न प्रथम अधिवेशनले सुब्बास सिंह बलको अध्यक्षतामा 7 सदस्य कमिटी चयन गरेको छ। जिफन गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले अधिवेशनको शुभारम्भ र हुइन उपमहासचिव अर्जुन चौलागाईले निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। जिफन आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल नाबुन महालक्ष्मी नगर कमिटीद्वारा जेठ 23 गते दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। नाबुन केन्द्रीय सचिव सुजना जोशीले शुभारम्भ गर्नुभएको कार्यक्रमको अध्यक्षता कमिटी अध्यक्ष पुनम थापा र सहजीकरण कमला खड्काले गर्नुभएको थियो। जिफन आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ नेवा भेरीगङ्गा नगरको जेठ 23 गते सम्पन्न भेलाले रत्नावलीको अध्यक्षतामा 13 सदस्यीय नगर कमिटी गठन गरेको छ। नेकपा एमाले भेरीगङ्गा नगर कमिटी अध्यक्ष नरबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाबाट निर्वाचित कमिटीले नगरपालिका समक्ष स्वास्थ्य स्वयंसेवीहरूको माग पेश गरेको छ। त्यसैगरी सोही दिन नेवा केन्द्रीय महासचिव नील कुमारी महर्जनको नेतृत्वमा कीर्तिपुर नगर प्रमुख कृष्णमान डङ्गल समक्ष 9 सूत्रीय र स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका प्रमुख विश्वनाथ पौडेल समक्ष मागपत्र पेश गरेको छ। श्रमिकद्वारा श्रमिकका लागि तयार पारिएको श्रमिक खबर हेरिदिनु र सुनिदिनु भएकोमा धन्यवाद। समृद्धि र अग्रगति हाम्रो अभिभार।